यो कुकुरको पुच्छर बरु यो कुकुरको पुच्छर बाङ्गो छ। यसको पुच्छर बरु सिधा होला हैन, तर नेकपा एमाले सुध्रिने देखिने। यता आइज, यता आइज, यता आइज, यता। हेलो हेलो नमस्कार, म टेकमान साक्य। एकदमै रुगा लागिरहेको छ। तपाईको स्वास्थ्य कस्तो छ? तपाईको स्वास्थ्य सबै ठिकै छ होला भन्ने मैले अपेक्षा गरेको छु। रुगाले ग्रस्त बनाइरहेको छ र आज चाहिँ म अलिकता मोड फ्रेस गरौँ भनेर चाहिँ यसो जङ्गलतिर घुम्न आइरहेको छु। रुगा लागिरहेको कारणले गर्दाखेरि आवाज पनि त्यस्तै आइरहेको छ। अहिले नेकपा एमालेको महाधिवेशन चलिरहेको छ। सुरुमै म तपाईलाई भन्दिउँ कि ढुङ्गा माटो सुध्रिएला, ढुङ्गा सुध्रिएर माटो होला, माटो सुध्रिएर ढुङ्गा होला हैन। तर नेकपा एमाले सुध्रिने छाँटकाट देखिएन। अहिले यति ठुलो अवसर थियो नेतृत्व परिवर्तन गर्ने, तर यो अवसरलाई नेकपा एमाले सदुपयोग गर्न सकेन। त्यही उखान टुक्का हान्ने अनि अनेक वितण्डा मचाउने, देशलाई भड्खालोमा लैजाने, नेपाललाई अस्थिर बनाउने पात्रलाई नै नेकपा एमालेका नेताहरूले चाहिँ फेरि पनि नेतृत्वमा ल्याएको देखिन्छ। ल आइज, यहाँ आइज, ल बस, सरी सरी, यहाँ बस है त। ल काले, मसँग एउटा साथी, एउटा के छ त खबर? ठिक छ? यो कुकुरको पुच्छर बरु यो कुकुरको पुच्छर बाङ्गो छ। यसको पुच्छर बरु सिधा होला हैन, तर नेकपा एमाले सुध्रिने देखिने। यता आइज, यता आइज, यता आइज, यता। अहिले नेकपा एमालेलाई यति ठुलो अवसर थियो नेतृत्व परिवर्तन गर्ने, तर नेताहरूले पनि त्यो खालको आँट गर्न नसकेको देख्दा चाहिँ म तीन छक्क परिरहेको छु। केपी शर्मा ओली, जसको कारणले गर्दाखेरि पटक पटक नेपालमा अस्थिरता निम्तिने विभिन्न वितण्डा मचिने कामहरू भइरहेछ, तर पनि नेकपा एमालेका नेताहरूलाई, केही नेताहरूलाई किन केपी शर्मा ओली नै प्यारो लागिरहेछ, यो चाहिँ अलिकता सोचनीय विषय हो हैन। जस्तै केपी शर्मा ओलीको बारेमा विभिन्न खालका कुराहरू उठिरहेछ। गिरीबन्धु टी स्टेटदेखि लिएर नीति निर्माणमा चाहिँ विभिन्न खालका चाहिँ प्रश्नहरू उठिरहँदाखेरि चाहिँ उनको विकल्प किन चाहँदैन नेकपा एमालेका नेताहरू? यसको सही जवाफ चाहिँ के हो भने नेकपा एमालेका नेताहरू सुध्रने अवस्थामा देखिँदैन। बरु विवेक, यो मेरो पछाडि देखिरहेका यसको छ, बरु उनको चाहिँ विवेक राम्रो छ। मसँग रहेको यो कुकुर, बरु यसको विवेक खतरै देखिन्छ, तर नेकपा एमाले भित्रका नेताहरूको विवेक चाहिँ देखिएन साथीहरू। नेकपा एमालेमा केपी शर्मा ओली प्रवृत्ति कस्तो भने उनको विरुद्धमा उनी कुन बाटोमा अगाडि बढिरहेका छन्, उनले गरेका पछिल्ला गतिविधिहरू के हुन्, उनी किन गलत छन् भनेर चाहिँ कसैले प्रश्न उठायो भनेदेखि चाहिँ उनीमाथि जाई लाग्ने एउटा गुण भेटिन्छ हैन। यसलाई पनि गुणै भनौँ। केपी शर्मा ओलीको बारेमा त्यति धेरै टिक्का टिप्पणी गर्नुभन्दा पनि केपी शर्मा ओलीको अघिपछि लाग्ने, केपी शर्मा ओलीलाई काखी च्याप्ने नेकपा एमाले भित्रका नेताहरूको बुद्धि चाहिँ कहिले आउला भन्ने लाग्छ। अस्ति भर्खरै जुन 23 गतेको भदौ 23 गतेको आन्दोलन भयो, त्यो आन्दोलनको मुख्य जड नै केपी शर्मा ओली हो भनेर जनजनलाई थाहा भएको विषय हो। यदि केपी शर्मा ओलीले अनि पृथ्वी सुब्बा गुरुङले एउटा खालको चाहिँ सामाजिक सञ्जालमा नियन्त्रण नगरेको थियो भने त्यो दिनको आन्दोलन हुँदैन थियो। र आन्दोलन भइसकेपछि त्यत्रो जेनजेट पुस्ताका व्यक्तिहरूले ज्यान गुमाउन पुगे र पनि केपी शर्मा ओलीको घमण्ड चाहिँ रोकिएको थिएन। र त्यो घमण्ड नरोकिएको कारणले गर्दाखेरि अझै पनि आफ्नो घमण्डलाई कायम राख्दै गर्दाखेरि चाहिँ 24 गतेको जुन घटना हुन पुग्यो त्यो एकदमै दुःखद घटना हो। र 24 गते जुन परिस्थिति बन्यो त्यो परिस्थिति बन्नुको मेन कारण भनेको 23 गतेको घटना हो। तर पनि नेकपा एमालेका नेताहरूलाई केपी शर्मा ओली नै प्यारो लागिरहेको छ। ओली प्रवृत्ति किन चाहिँ नेताहरूलाई प्यारो लागिरहेको छ? अब अहिले चाहिँ हेर्ने हो भने यो जुन महाधिवेशन चलिरहेको छ, महाधिवेशनमा एउटा ठुलो अवसर थियो, तर यो अवसरलाई पनि क्याच गर्न सकेन। र यस्ता अवसरहरू धेरै आइरहन्छन् र यस्ता अवसरहरूलाई नेकपा एमाले क्याच गर्न सक्ला र यसको सदुपयोग गर्न सक्ला जस्तो मलाई लाग्दैन। किनभने नेकपा एमाले भनेको केपी शर्मा ओली प्रवृत्ति हो। त्यो भएको कारणले गर्दाखेरि सुध्रन सक्ने छाँट देखिँदैन।
सल्लाहघारीमा भक्तपुरको सल्लाहघारीमा एमालेको महाधिवेशनको उद्घाटन सत्र चल्दै थियो। उद्घाटन सत्र चल्दा चल्दै एउटा एआईबाट निर्मित अर्थात् एउटा भ्रमपूर्ण तस्बिर सार्वजनिक भयो। त्यो तस्बिर तपाईहरुले पनि हेरिसक्नु भएको छ हैन। अब त्यो तस्बिरमा एउटा वाटरमार्क राखिएको छ र क्रेडिट दिएको छ। त्यहाँ के लेखेको छ भने ड्रोन सुट बाई बच्चनराज जोशी। रमाइलो छैन त? त्यो भनेको के हो भने यो ड्रोन सुट चाहिँ खिच्ने व्यक्ति बच्चनराज जोशी हुन्। उनको फेसबुकमा गएर हेर्ने हो भने पनि बच्चनराज जोशीले आफ्नो फेसबुक पेजमा पनि त्यो तस्बिर कैद गरेको छ। अब यो चाहिँ मैले तपाईलाई के भन्दैछु भने यो चाहिँ केपी ओली प्रवृत्ति, महेश बस्नेत प्रवृत्ति हो यो चाहिँ। अनि उनलाई मैले फोन गरेँ र यो विषयमा तपाईले चाहिँ नेपाल फ्याक्ट चेकमा चाहिँ मैले फ्याक्ट चेक पनि गरिसकेको छु। र उनले यतिसम्मको बदमासी गरे कि एआईबाट निर्मित तस्बिरलाई आफ्नो तस्बिर भनेर तस्बिरमा नामसहित राखेर निकै नै बदमासी काम गरेको त तपाईँ हामीले देखेका छौँ। र उनलाई मैले फोन गर्दाखेरि उनी भन्छन् यो तस्बिर मैले खिचेको होइन, म त बजाङमै छु। सामाजिक सञ्जालतिर सोसल मिडियातिर मैले देखेँ यो तस्बिर, अनि त्यो तस्बिरलाई चाहिँ उठाएर चाहिँ मैले आफ्नो फेसबुकमा हालेको हो। अनि मैले सोधेँ त्यसो भए तिमीले यो तस्बिर खिचेको होइनौ भने अनि किन तिमीले नाम राख्यौ त? अनि उनी भन्छन् खै मलाई थाहा भएन, म त बजाङमा छु, यो तस्बिर खिच्ने म होइन, मैले त अन्त्यबाट डाउनलोड गरेर हाले हो, त्यसमा मेरो नाम एडिट गरेर राखेको थिएँ। बजाङको पत्रकारको हरिविजोग। उनी फेरि प्रेस चौतारी नेपालको बजाङको जिल्ला सचिव समेत रहेछन्। नेकपा एमालेलाई यति धेरै बदनाम त नगरौँ न साथीहरू। आफ्नै पार्टी, आफ्नै संगठन अनि यसरी बदनाम गरेर हुन्छ त? अब त्योसँग सम्बन्धित फ्याक्ट चेकहरू जस्तै टेकपानाले पनि गरिसकेको छ। मैले स्वयंले नै nepalfactcheck.org मा पनि गएर गरिसकेको छु। र यो विषयमा चाहिँ म त्यति धेरै टीका टिप्पणी गर्दिनँ। यसलाई चाहिँ मैले ओली ऐन महेश बस्नेत प्रवृत्ति भन्छु। र यति भयो ल ठिकै छ, मैले उसको अडियो सहित नै सार्वजनिक गरेको छु। तपाईले त्यो अडियो चाहिँ गएर चाहिँ टेकमान साक्का युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ र nepalfactcheck.org मा गएर पनि सुन्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ, पढ्न सक्नुहुन्छ। पछि त्यो अडियो सार्वजनिक भइसकेपछि बच्चनराज जोशी हुँ भन्दै एउटा फोन आउँछ र भन्छ मेरो अडियो किन सोध्दै नसोधिकन रेकर्ड गरेको, मेरो अडियो किन रेकर्ड गरेको भन्छ है। उसलाई सोध्न पर्ने रे त्यो अडियो रेकर्ड गर्नलाई। ए बाबा, गलत गरेको व्यक्तिको अडियो रेकर्ड गर्नको लागि सोधिराख्नुपर्छ र? कोही पात्रले गलत गर्दैछ भने गलत व्यक्तिले चाहिँ म गलत गर्यो भन्छ र? हाँसो उठ्दो कुरो। अब ऊ आफैले एआई जेनेरेट भिडियोलाई चाहिँ डाउनलोड गरेर आफ्नो नाम राखेको छ, नेकपा एमालेको बदनाम गरेको छ, केपी ओली पथमा लागेको छ, महेश बस्नेतको पथमा लागेको छ, अनि ऊ आफै भन्छन् नीति नियमको कुरा। मलाई यहाँनिर चाहिँ एकदमै हाँसो लाग्दो कुरा, ए बाबा, यदि नीति नियमको कुरा गर्ने हो भने यति धेरै भ्रम फैलाउन त रोक्नुपर्छ क्या। भ्रम फैलाउनको लागि पनि अलिकति जान्नुपर्छ क्या। चाहिने भन्दा बढी जान्ने भयो भने चिप्लिन्छ। ठिक छ एमालेको महाधिवेशनमा चाहिने जति मान्छेहरू आएका थिए, तर यो बच्चनराज जोशी भन्ने जुन पात्र, त्यो पात्र चाहिँ एमालेका एकजना नेता भनाउँदा ऐन महरको अघिपछि हिँड्दो रहेछ र उनलाई चाहिँ एकजना युवतीले बलात्कार आरोप लगाउँदै आइरहेको अवस्थामा पनि देखिन्छ। र यस्तो पात्रले नेकपा एमालेलाई राम्रो गर्ने होइन, नेकपा एमालेलाई नै सिध्याइदिन्छ। त्यो चाहिँ नेकपा एमालेले बुझ्नुपर्ने हो हैन। अब यहाँभन्दा अरू के भन्ने। अब पटक पटक चाहिँ यस्ता खालका गतिविधिहरू हुँदै आइरहेछ। महेश बस्नेतले आज मात्रै होइन
महेश बस्नेत र महेश बस्नेतको ग्याङले आज मात्र होइन यस्तो गतिविधि गर्दै आएको, योभन्दा पहिला पनि धेरै पटक यस्तै खालका भ्रामक कुराहरू सेयर गर्ने अनि चरित्र हत्या गर्ने अनि त्यसपछि नेकपा एमालेलाई के नै बनाउँछु भन्दा त्यो उनीहरूको हरकतले चाहिँ झन् तलतिर चाहिँ फल्स डाउन, झन् तलतिर नेकपा एमाले झन् तलतिर गिर्दै गएको चाहिँ उनले पत्तो पाइरहेको छैन। त्यो भएको कारणले गर्दाखेरि चाहिँ नेकपा एमालेलाई अब सुधार्न सकिँदैन। इन्द्रेको बाउ चन्द्रे आए पनि सुधार्न सकिँदैन भन्ने एउटा उखानै छ। त्यो भएको कारणले गर्दाखेरि नेकपा एमाले सुध्रिने देखिँदैन। ठिक छ, ओली र महेश प्रवृत्तिहरू त नसुध्रिने नै भए, तर नेकपा एमालेका नेताहरू पनि सुध्रने छाँडकाँड देखिँदैन। किनभने नेकपा एमालेलाई नेतृत्व परिवर्तन गर्ने ठुलो अवसर थियो। अहिले केपी शर्मा ओली जस्तो पात्र, महेश बस्नेत जस्ता पात्रहरूलाई नेकपा एमालेको नेतृत्वबाट पाखा लगाएर सक्षम नेतृत्व ल्याउन सक्ने ठुलो अवसर थियो। तर अब नेकपा एमाले नै भेडाहरूको चाहिँ एउटा जमात भएको कारणले गर्दाखेरि ओलीले जतिखेर भ्या गर्छन् उनका कार्यकर्ताहरू त्यतिखेर नै भ्या गर्न तम्सिहाल्छन्।